ब्याचलर इन इन्जिनियरिङ जसमा सिभिल, कन्स्ट्रक्सन, मेकानिकल, इलेक्ट्रिकल, कम्प्युटर जुनसुकै इन्जिनियरिङ ब्याचलर्समा नेपालबाट कम्प्लिट गर्नुभएको छ भने तपाईँहरूले जम्मा 120 क्रेडिट अथवा 1 वर्षको मात्रै मास्टर्स अफ इन्जिनियरिङ, मास्टर्स अफ कन्स्ट्रक्सन म्यानेजमेन्टको कोर्सहरू न्युजिल्यान्डको टप ऱ्याङ्क्ड युनिभर्सिटीहरूमा पढ्न पाउनुहुन्छ। सो कलेजहरूकै फी बराबर 180 क्रेडिट हजुरले कलेजमा पढ्ने फीमा अब 120 क्रेडिटमा मास्टर्स लेभल न्युजिल्यान्डको युनिभर्सिटी पढ्न पाउनुहुन्छ र जम्मा 1 इयरको कोर्स। देन आफ्टर हजुरले 3 इयर्सको पोस्ट स्टडी वर्क भिजा अप्लाई गर्न पनि मिल्छ। सो आइएलटिएस पिटीको रिक्वायरमेन्ट सेम अरू जस्तै 6.5 नट लेस देन 6 छ अथवा पिटीमा 58 नट लेस देन 50 छ र ब्याचलर्समा जतिसुकै ब्याकलग सहित पास गर्नुभएको छ इन्जिनियरिङ तपाईँहरूले मास्टर्स लेभलमा एकदमै फास्ट ट्र्याकको मास्टर्समा मास्टर्स अफ इन्जिनियरिङ न्युजिल्यान्ड अप्लाई गर्न मिल्छ र यसको लागि एडमिसनको लागि एक्सेस एजुकेसनको पोखरा अथवा जुनसुकै एक्सेसको ब्रान्चबाट अप्लाई गर्न सक्नुहुन्छ।